नमस्ते नमस्कार, म चाहिँ परवेश प्रजापति। तपाईँ आज सन्चै हुनुहुन्छ? ल, आज पनि बीजीय व्यञ्जकको सूत्रहरू, फर्मुलाहरू, क्वेसनहरू यहाँ लिएर प्रस्तुत भएको छु हजुरहरूसम्म। अब यसलाई ध्यानपूर्वक हेरेर भिडियोलाई लाइक सेयर गरेर साथ दिनुहोला। अब भिडियोलाई हेर्नुहोस्। अब यहाँ के गर्ने भन्दाखेरि तपाईहरुले हेर्नु होला है, भिडियो स्क्रिप्ट नगर्नु होला। यहाँ के गर्ने भन्नुहुन्छ? ल, अब हेर्नुस् त, मैले एउटा क्वेशन हिजो त्यतिबेला 2-4 वटा गराएको थिएँ, आज पनि 4 वटा अहिले छ, अहिले अझै थप्ने हो। यहाँ माथि भन्छ खण्डीकरण गरिदिनु, खण्डीकरण गरिदिनु। के भनेछ? खण्डीकरण गर्नुहोस् भनेर भनेछ। अब हामीले यहाँ के गर्ने? भोजपुरीमा भन्दाखेरि यहाँ कहाँ कहीँ जाए हो कि होइन? यहाँ के गर्ने? यहाँ कहाँ कहीँ जाए के त पहिला नम्बर यहाँ के गर्ने भनेको यो के हो? ए हो। मैले ए लेखेँ, ठीक छ? ए स्क्वायर छ भने होल यसो ब्रेकेटमा स्क्वायर लेख्न मिल्छ कि नहीं? मिल्छ। प्लस अब यति ठाउँ मैले खाली छोडेँ है, प्लस यो भनेको कतिको स्क्वायर हो? 6 को स्क्वायर हो कि होइन? हो। 6 को स्क्वायर हो भने अब यहाँ मैले यो मिटाएँ, 2 into 2 फर्मुला को हो कि होइन? हो। 2 फर्मुला को ए बी बन्यो। 2 फर्मुला को मैले राखेँ। ए भनेको कति छ त? यहाँ ए छ। बी भनेको कति छ? 6 छ भने हेर्नुस् त, 6 2 जा 12 भयो। अनि ए एउटा छ भने यो बन्यो भन्दाखेरि ए बी, ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर को फर्मुला के हो? ए प्लस बी को होल स्क्वायर भन्दाखेरि ए प्लस बी अनि ए माइनस बी, ओ सरी, ए प्लस बी। ओके होइन? हो। तीसरी, अब यसलाई हेर्नु त एकचोटि। वाई स्क्वायर माइनस 14y माइनस 49। अब वाई स्क्वायर को स्क्वायर गरिदिनु प्लस 2 into वाई छ, वाई लेख्नु इन्टु यसको ठाउँमा हामीले कतिको स्क्वायर लेख्न सकिन्छ? 7 को स्क्वायर लेख्न सकिन्छ? सकिन्छ कि सकिन्न? सकिन्छ भने बी को ठाउँमा के लेख्ने? 7। अब ए प्लस बी, ए भनेको वाई प्लस बी भनेको 7 को होल स्क्वायर, ए स्क्वायर प्लस 2ab प्लस बी स्क्वायर, ए स्क्वायर प्लस 2 प्लस 2ab प्लस बी स्क्वायर छ कि छैन? छ भने यहाँ वाई प्लस 7 अनि वाई प्लस 7 लेख्न सकिन्छ। हो कि होइन? योलाई खण्डीकरण गर्ने हो भने त्यही आउँछ। अब यहाँ हेर्नुहोस् त, खण्डीकरण भनेको खण्ड खण्डमा गर्नु के। यहाँ यसको ब्रेकेट एउटा छुट्टै भयो, यसको छुट्टै। खण्डीकरण भनेको हामीले त्यही बुझ्न पर्यो। अब हेर्नुहोस् त, 9r स्क्वायर 60 100। अब 9 को भनेको 3r को होल स्क्वायर लेख्न सकिन्छ। 3 को स्क्वायर 9 भयो, r को स्क्वायर r भयो। यहाँ r स्क्वायर छ कि छैन? छ भने यो अब 2 into 3r भनेको a को ठाउँमा भयो अनि b को ठाउँमा के भयो त? इन्टु 10 भनेको 10 भएको भएन? 10 भनेको यो 10 को स्क्वायर हो। कति को स्क्वायर? 10 को स्क्वायर। 10 को स्क्वायर गर्दाखेरि यो कति भयो त? 3r प्लस यो a भयो, यो b भयो अनि 2ab भएको भएन? भयो। अब यहाँ हेर्ने भने द्वितीय 6.60 भएको भएन? भयो भने अब a प्लस b को होल स्क्वायर भएको भएन? a स्क्वायर प्लस 2ab प्लस b स्क्वायर भनेको a प्लस b को होल स्क्वायर भएको भएन? भयो। अब यसलाई हामीले लेख्न सकिन्छ 3r प्लस 10 अनि 3r प्लस 10
सकिन्छ हो गुड। अब यो तपाईँहरूले कमेन्ट गरेर कमेन्ट गर्नु होला यसको एन्सर के हुन्छ भनेर, ठिक छ ल, यो हजुरहरूले गर्नु होला, धन्यवाद। अब अर्को क्वेसनको लागि हामी तत्परता छौँ। खण्डीकरणकै अर्को क्वेसन, यो क्वेसन हजुरहरूले सार्नु होला ल, कमेन्ट गर्नु होला, त्यसपछि भिडियो हेर्नु होला। म यो क्वेसनको एन्सर बताइराखेको छु है, हेर्नुहोस् तपाईँहरूको ठिक छ कि छैन। ए स्क्वायर भनेको ए को होल स्क्वायर भयो कि भएन, प्लस अब हेर्नुहोस् त यो 11 हो, 11 को स्क्वायर हो कि होइन हो। अब सूत्रबाट 2 आयो, अनि ए भनेको ए, बी भनेको 11 भनेको ए 11 2 जा 22 भयो। ए प्लस 11 ए प्लस बी को होल स्क्वायर भनेको ए प्लस बी अनि ए प्लस बी भयो कि भएन, भयो। यो भयो हाम्रो एन्सर, ठिक छ ल। अब यसलाई मेटाइदिउँ। भिडियो धेरै स्लो तेज गइराखेछ भने स्लो गर्नु होला, नबुझेको खण्डमा सोध्नु होला, ठिक छ ल। न दिल होता न दिल रोता, न दिल दिल से जुदा होता, न आप इतने हंसी होते, न आप दिल फिदा होता। सो हामीले यहाँ क्वेसन बनाउने गर्ने हजुरहरूले हो। अब के गर्ने भन्नुहुन्छ सर? हजुर अहिले चाहिँ क्वेसन छ है, हात्न परेन भनेर भन्छु ल। के भयो सरहरू एकछिन ल। खण्डीकरणको अर्को विधि, मानले खण्डीकरणको अर्को विधि हेर्नुहोस् त, का नम्बरको जस्तो हाल्नु एउटा क्वेसन दिए एक्स स्क्वायर प्लस 4x प्लस 3, यस्तो क्वेसन दियो भने अब त त्यो के अरे ए प्लस बी को फर्मुलामा जाँदैन, ए माइनस बी को फर्मुलामा जाँदैन, सरी ए माइनस बी को होल स्क्वायर को फर्मुलामा जान्न, कुनै फर्मुलामा गएन भन्ने। अब यो केमा जान्छ त, एक्स स्क्वायर प्लस बीएक्स प्लस सी को फर्मुला, ठिक छ। एक्स स्क्वायर प्लस बीएक्स प्लस सी, यहाँ ए हुन्छ है, सरी यहाँ 1 हुन्छ, त्यही भएर यो ए भनेको बी भनेको सी भनेको, यहाँ हेर्नुहोस् त ए एक्स स्क्वायर प्लस बीएक्स प्लस सी को फर्मुलामा जान्छ। अब यो कसरी जान्छ भन्नु, एक्स स्क्वायर, बी भनेको यहाँ 4 छ, यहाँ केही छैन भने 1 छ कि छैन छ, ए को ठाउँमा के छ 1 छ, बी को ठाउँमा के छ 4 छ, सी को ठाउँमा के छ 3 छ भयो हजुर, एकछिन पक्नु होला है। अब हेर्नुहोस् त यो हामीले सिम्पली कसरी गर्ने त, अब यहाँ एक्स स्क्वायर छ, एक्स स्क्वायर मैले सारिदिएँ प्लस एक्सलाई मैले यस्तो सारेँ। अब यहाँ माइनस भएको भए हामीले घटाएर 4 लाउन पर्थ्यो, तर अहिले हामीले यसको खण्डीकरण गरेर यसलाई जोडेर यति लाउने हो, ठिक छ। अब 3 को खण्डीकरण 3 × 1 हुन्छ कि हुँदैन, हुन्छ भन्दाखेरि 3 + 1 गरेपछि, सरी 3 + 1 गरेपछि के हुन्छ त 4 हुन्छ, सही छ ल। 3 + 1 गर्दाखेरि यताको पनि मिल्छ, 3 + 1 गर्दाखेरि यहाँ हुन्छ है ल। 3 + 1 गइरहेँ मैले, अनि प्लस 3 गरिदिएँ, ठिक छ। 3 + 1 भनेको 4 हो कि होइन हो, अनि यो 3 चाहिँ छँदैछ, ठिक छ। अब के गर्ने भन्दाखेरि अब एक्स स्क्वायर छ, एक्स स्क्वायर मैले लेखेँ प्लस यसको गुणा यसमा गर्नु त 3x प्लस एक्स, यहाँ एकचोटि गुणा गर्दाखेरि एक्स भयो 3। अब यसबाट र यसबाट कमन झिक्नु त, यहाँ कमन के छ भाइहरू,
एक्स छ अनि एक्स प्लस के हुन्छ 3 हुन्छ प्लस यहाँ केही पनि छैन भने 1 छ कि छैन छ एक्स प्लस 3 ठीक छ। अब यहाँ एक्स यो कमन छ कि छैन छ भने छ भने त यहाँ लिने एक्स प्लस 3 अब एक्स प्लस 1 बच्यो कि बचेन बच्यो यो भयो हाम्रो अर्को खण्डीकरण गर्ने विधि ठीक छ। अर्को खण्डीकरण भनेको यो यस्तो छ भने यस्तो गर्न सकिन्छ भनेर हो ठीक छ। अर्को हेरौँ अर्को क्वेसन ठीक छ। अर्को क्वेसनलाई यो मिटाउनु पर्यो सर मिटाउन पर्यो हो सर ठीक छ। ल सरहरू लेख्नुहोस् लेख्दै गर्नु होला है। अब ए स्क्वायर प्लस कति कति छ हो ए स्क्वायर प्लस 7 ए प्लस 6 भन्नुहुन्छ सर सिम्पल सिम्पल हजुरले गर्नुहुन्छ अप्ठ्यारो हामीलाई दिनुहुन्छ है। अप्ठ्यारो कुनै पनि हुँदैन गर्न जाने पर सबै अप्ठ्यारो हुन्छ है। अब हेर्नुहोस् त ए स्क्वायर मैले जस्ताको त्यस्तै राखेँ प्लस अब मैले के भनेको यहाँ 6 प्लस ए को जस्ताको तस्तै 6 को खण्डीकरण भनेको यहाँ 7 लाग्न छ नि अब 6 into 1 मात्रै गरे पर आउँछ किनभने यहाँ 5 लाउन भएको भए 3 + 2 गरिदिन्थ्यो हो कि हैन। यहाँ मानिलिउँ हामीले 5 दियो ल 5a + 6 दियो भने अब यहाँ त 3 + 2 गरेर पनि हुन्छ +6 भयो कि भएन भयो क्वेसनै छुट्टी भयो छुट्याइदियो मैले अर्को क्वेसन ल। अब हेर्नुहोस् त ए स्क्वायर प्लस यो भनेको के हुन्छ 3a + 2a + 6 हुन्छ कि हुँदैन यहाँ दुईटा कमन लिनु त कमन के हुन्छ कमन के छ ए छ कि छैन छ भने यहाँ के बच्यो त ए एउटा बच्यो प्लस यहाँ के बच्यो त 3 बच्यो प्लस यहाँ के कमन छ 2 छ भन्नुहुन्छ किनभने 2 एक निकाल्यो भने 2 ले 3 यहाँ भाग गर्दाखेरि कति हुन्छ त 3 भन्दाखेरि यहाँ a प्लस कति भयो त 3 यो टर्म सेम छ कि छैन छ ए यहाँ लेख्नु a प्लस 3 अनि प्लस सरी इन्टु यहाँ a यहाँ 2 प्लस 2 यो को गुणा गर्ने हो भने यो आउँछ ठीक छ। प्रमाणित गर्न छ भने यो यसको गुणा गर्नुहोस् यो आउँछ ठीक छ हजुर। आजको लागि यति नै राखौँ भोलि चाहिँ हामीले फिगरहरू जस्तै फिगर दियो भने यस्तो फिगर दियो भने फिगरको कसरी निकाल्ने भनेर भोलि पढ्नेछौँ है। भोलिको च्याप्टर यही हुन्छ बीजीय व्यञ्जक अल्जेब्रिक एक्सपान्सन त्यही भएर तपाईहरु भिडियो स्क्रिप्ट नगर्नु होला प्रत्येक दिन आउनु होला हाम्रो यहाँ। मैले मोबाइल नम्बर 9825425004 भनेर टिपाइसकेको छु। कसैलाई हामी सर यहाँ मात्रै पढ्दैनौँ हामीले फेसबुकमा तपाईको फेसबुक आइडीमा पढाइदिनुस् अथवा सरले हामीलाई युट्युबमै रिकर्डेड भिडियोको साथसाथै क्लासहरू अनलाइन क्लासहरू दिनुस् भनेर इच्छा छ भने साथीहरूलाई भने हामीले टाइम मिलाएर त्यो पनि गर्नेछौँ। फ्रीको क्लास हजुरहरूको हुन्छ है त्यही भएर सब्स्क्राइब पनि च्यानललाई गर्नु होला धन्यवाद।